विकृत रूपमा एउटाले चाहिँ बिरुवा रोप्यो भने अर्को पार्टीकोले गएर उखेलिदिन्छ, एउटा पार्टीकोले चाहिँ बनाएको घर अर्को पार्टीकोले गएर तपाईँको चाहिँ तोडफोड गरिदिन्छ। यस्तो तरिकाको समाज बनेको छ, यस्तो तरिकाको राजनीतिक तपाईँको कुसंस्कारले हामी चाहिँ पीडित भइरहेका छौँ। त्यो अर्थमा भन्ने हो भने आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यो अर्थमा भन्ने हो भने स्वर्ग चाहिँ यो देश भनेर हामीले प्राकृतिक रूपमा मात्र हेर्न सक्छौँ। मासतिर हेर्ने हो भने हिमालयको रेन्ज छ, त्यहाँदेखि तलतिर पहाड, त्यहाँदेखि तलतिर तराई, सबै कुरा सम्पदाले भरिभराउ भएको देशमा आज राजनीतिक रूपमा हामी विकृत किन भयौँ? सामाजिक हिसाबले हेर्ने हो भने हामी फुटेका छौँ। हामी एक ठाउँमा आएर काम गर्न सक्दैनौँ, एक ठाउँमा आएर एकले अर्कालाई सघाउ पगाउ गर्न सक्दैनौँ, एकले अर्काको ईर्ष्या र डाहा गरेर बसिरहेका छौँ। हामी बिचमा फुट आएको छ। आर्थिक हिसाबले हेर्ने हो भने विदेशीको टोइलेट सफा गर्न नगइकन हामी दुई छाक खान नसक्ने अवस्थामा पुगेका छौँ। हाम्रा केटाकेटीलाई स्कुल पढाउन नसक्ने अवस्थामा पुगेका छौँ। बिराम भएको बेलामा अलिकति स्वास्थ्य उपचार गर्न नसक्ने अवस्थामा हामी पुगेका छौँ। विदेशीको टोइलेट, विदेशीको चाकडी, विदेशीको टोइलेट नधोइकन, विदेशी सेनामा भर्ती नभइकन, विदेशी फ्याक्ट्रीमा गएर त्यहाँनिर मेसिनसरी नकजिएकन हामीले हाम्रो घर चलाउन सकेका छौँ। के भयो आज? कसरी चाहिँ हाम्रो देशलाई हामीले स्वर्ग भन्न सक्छौँ? यहाँ म प्रश्न गर्न चाहन्छु सम्पूर्ण तपाईँको चाहिँ सङ्खुवा सभावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रश्न गर्न चाहन्छु, युवा मित्रहरूलाई प्रश्न गर्न चाहन्छु, मिडिया मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म प्रश्न गर्न चाहन्छु। मुखले मात्रै स्वर्ग जस्तो देश भयो भनेर भन्न मिल्दैन। हाम्रो समाजमा भएको गरिबी, हाम्रो समाजमा भएको विकृति, हाम्रो समाजमा भएको अभाव र द्वन्द्वहरूको कारणले गर्दाखेरि यो देश तपाईँको चाहिँ स्वर्ग जस्तो छ भनेर हामीले भन्न सक्ने स्थितिमा नरहेको कुरा म यहाँहरू सम्पूर्णलाई जाहेर गर्न चाहन्छु। अब यो देशलाई स्वर्ग जस्तो हामीले बनाउने हो भने अमृत र विषको फरक हामीले छुट्याउन सक्नुपर्छ। तपाईँ हामी अमृत जस्तो बन्न सक्नुपर्छ, विष जस्तो बनेर हुँदैन। हाम्रो मनभित्र अमृत जस्तो सोच विचार हुनु पर्यो। तपाईँको मनभित्र अमृत जस्तो सोच विचार छ? म प्रश्न गर्न चाहन्छु, छ हुनुपर्छ। होइन भने पनि आज यो तपाईँको चाहिँ ग्राउन्ड छोड्दै गर्दाखेरि हाम्रो मनभित्र अमृतको तपाईँको चाहिँ उत्पत्ति हुनुपर्छ, अमृत उत्पन्न हुनुपर्छ। हाम्रो मनभित्र अब हामी अमृत लिएर बाँच्छौँ, अमृत जस्तो जीवन लिएर बाँच्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले हाम्रो मनभित्र अनेक परिका विषजन्य विकारहरू बोकेर हामीले चाहिँ हाम्रो देशलाई स्वर्ग जस्तो बनाउन सकेनौँ। प्रकृतिले हामीलाई स्वर्गको टुक्रा नै दिएको थियो, तर हामीले जानेनौँ। तपाईँ हाम्रो ढङ्ग पुगेन। तपाईँ हाम्रो सोच विचारमा सधैँभरि विषजन्य तपाईँको विकृतिजन्य सोच विचार मात्रै रहेको कारणले गर्दाखेरि यो हुन पुगेको म यहाँ सम्पूर्णलाई जानकारी गराउँछ।